यो पोतोको नाममा भएको लुट तन्त्र छ नि, तपाईहरुको पोतो भनेर तपाईहरुले अनुहारमा पोतो देखाएर जुन लुट तन्त्र मचाइएको छ नि, देख्नुभयो नि, लुट तन्त्रको अन्त्य भयो प्रभु, अन्त्य भयो। अब तपाईहरु यो विश्व ब्रह्माण्डको मान्छेहरुले पोतोको नाममा पैसा खर्च गर्नु पर्दैन। मैले पटक पटक भनेको थिएँ नि, देख्नुभयो, जुनसुकै एबीसीडी जुनसुकै रोग होस् तपाईलाई, जेका कारणले तपाईलाई पोतो आएको थियो, केही चिन्ता गर्नु परेन। अब तपाईलाई सामान्य भन्दा सामान्य कुरा मैले सिकाइदिने हो। तपाईले आफ्नो घरमा बसेर नियमित रूपमा प्रयोग गर्ने हो। देख्नुभयो नि त रिजल्ट। तपाईहरुले एउटा कुरा समस्या के भइरहेछ भने तपाईलाई निको हुने हतार छ। तपाईले यो भिडियोलाई लाइक गर्नुभयो, तपाईले शेयर गर्नुभयो, सबैजना मान्छेलाई होल्ड गरेर बस्नु भनेको थिएन मैले। सबैजनालाई जानकारी दिनु न। तपाईहरु 200-400 जना मान्छे निको भएर भएन क्या। अब विश्वमा पर्दैन त, पोतोको नाममा कसैले 1 रुपैयाँ पैसा खर्च गर्नु पर्दैन। सक्यो, खेलै सक्यो भनेको मैले पटक पटक तपाईहरुलाई मैले भन्दै छैन। यो सामान्य कुरा बोलिरहेको छैन म। यो कुनै ख्यालठट्टा गरिरहेको छैन तपाईहरुलाई म। यो चमत्कार भइसक्यो क्या, चमत्कार 1,000,000% काम भयो क्या। भयो यो सक्यो होला। यो स्टेजमा पुगिसक्यो पोतो पीडितहरु। तपाईहरु बुझ्नुस्, बाफरे, तपाईहरु सम्पन्नहरुले त कस्मेटिकले टाल्नु भएको थियो। घर गाउँमा हेर्नु त हाम्रा चेलीबेटीहरु पोतोको कारणले कस्तो पीडित भएर बस्नु भएको छ। ढुक्क हुनु है, तपाईहरु घर गाउँमा पनि आनन्दको निन्द्रा सुतिराख्नुस् ल। तपाईहरुले मलाई फलो गर्नुभयो, हेर्दै हुनुहुन्छ? फलो गर्नुभएको छैन भने छिटो फलो गर्नुस्, हेर्दै गर्नु होला भिडियो। पुरा भिडियो हेर्ने बानी बसाउनुस् है। अब तपाईहरुका यी दिनगन्ती सकिए है त।